राइट गाइज अहिले चाहिँ म यस्तो दामी पार्क आइसकेको छु यहाँभित्र सिक्न त मिल्छ नि है त्यस्तो त बल स्यारेट्स एन्ड अमेजिङ जो म फेरि बोलेपछि पुरा गरेर छाड्ने मान्छे हो होइन साइकलबाट म कति 5-6 किलोमिटर हिँडिसकेँ आज बढी नै हिँडेर यस्तो दामी छ हेर्नु न त्यो भिडियो गराउने मान्छे त कोही छैन म एक्लै सिङ्गल बवाल छ नि हाममा राइट पानी खाने ठाउँ चाहिँ कहाँ छ मलाई एकदम बवाल तिर्खा लगाइसक्यो डेटिङ आउनुहुन्छ भने आउनुलाई डेटिङ स्पोट भनेर एकदम बवाल छ भनेको राइट दामी छ दामी ल पार्क यार यस्तो बवालको घुम्न छ राइट यस दामी छ हो बवाल छ हौ बवाल बब्बाल आज म कति किलोमिटर हिँडेर म टाइम सेटअप गर्नु परेको छु त्यो सेटिङ हुन्छ नि मोबाइलबाट अनि दामी छ दसैँ पिङ पनि खेल्नु पऱ्यो दसैँ गयो पिङ खेल्नु पऱ्यो पहिला वासरुम जायो भने पहिला म वासरुम आएँ टुच्चा आउट अफ 10 9 यस्तो दामी पार्क छ भने गयो बट यो पालिको दसैँमा चाहिँ मलाई भुइँ नलेखेको रहेछ दिवा फोर पिङ खेलौँ भनेको दसैँ गए पनि खेल्नै पाएन यहाँ एउटा गर्लफ्रेन्ड भए त यहाँ ल्याएर च्याप्प धडप्प लगाएर बस्न कति रमाइलो हुँदैन च्याप्प अङ्गालो मारेर उसले मेरो काखमा सुत्थेँ मैले उसलाई अङ्गालो मार्थेँ होइन अब त्यस्तो मेरो लभ स्टोरी बवाल छ त्यो पछि भन्ने गरौँला गफै हो माया मोहमा परिन नि त म बट रियल स्टोरी के हो भने एकजना अब मेरी आमै कि अपकमिङ बुहारी हुनेवाला बुहारी होइन ऊ चाहिँ एकदम लक्की पर्सन हो सो उसले एजुकेटेड बुझ्ने सो एकदम लेडिजहरूलाई सम्मान गर्ने अनि एकदम फ्युचरिस्टिक सबै कुरामा फिट एन्ड फाइन हस्बेन्ड पाउँछ होइन उसलाई चाहिँ दियोस् अन्त मन नडुलाऊ भन्छु भने अरूसँग लभ नगर मलाई नै कुरेर बस्छ त्यही हो अमिले आएको छात्ती फुल्ला जस्तो भइसक्यो हिँडेको घरबाट अलमोस्ट 4 घन्टा भइसक्यो पुरै कालो भयो यार म त यार सो गर्लफ्रेन्डलाई पनि बोलाउनु पर्ने रहेछ एक्लै आयो फेरि चाहिँ पठाइदिउँ भनेको अब अनलाइन छ क्यास जति भर्खर सब पार्टी हान्दै थियो यार म चाहिँ फेरि हेल्दी चिज मज्छ सजेस्ट गर्छु सबैलाई है दामी छ ल एउटा बवाल फोटो खिचौँ न होइन मोबाइलबाट मेरो मोबाइल फेरि आइफोनभन्दा कम्ती पछि मेरो मोबाइलको सेटिङ अपडेट भएपछि चाहिँ कतै स्लो मोसन पनि रहेछ यहाँ यस्तो आइडिया त पहिले फोर्नु नि यार है स्लो मोसन पनि रहेछ स्लो मोसन भिडियो फेरि धेरै रङ गराउनै मिल्दैन नि त त्यो भएर पार्क चाहिँ म बवालै घुमिरहेको छु अहिले चाहिँ एउटा माथि चढ्नु जानु लागिरहेको होइन स्मृति पार्क रहेछ लिटरली बवाल छ है यस्तो दामी छ है हावासरी फोटो खिच्ने कहिले हो मैले दामी उल्टो नदा म लडिन्छ यार तर एउटा टुर गराउनु लाग्यो म उल्टो आएको यस्तो बवाल छ खत्रै दामी छ अब सब देखिन्छ हेर्नु लिटरली यहाँ फोटो एडिटिङ मसिन सब देखाइदिनु
बाई बाई टु द दिस पार चाहिँ म फर्किँदैछु। अब मेरो डेस्टिनेसन रहेको छ नारायण शिवर नारायणी रिभर साइड एन्ड सिक्जिल्यान्डमा। अनि म यो गेट अफ सिक्जिल्यान्ड जान सक्छु। अब यहीँ घर लान अन्त पहिले कुइना चाहिँ खानु पऱ्यो र चाहिँ म 20 मिनटमा पोखरा बस्न निस्किन्छु। त्यही भएर आफ्नो अझिरै छु होइन। मलाई आफ्नै पुग्ने अझै 20 मिनट लाग्छ। टोटल आधा घन्टा लाग्छ यार यही रोडमै। 20 मिनटमा पुग्छु ल। खतरा कुदाएर जाने हो कि त्यो जङ्गलमा साइकलमा डुलेमा मात्रै हो यहाँ। बसाएर मलाई हेर्नु त उहाँ पारि कहाँ पुगिँदै रहेछ हो। हातको लागि अन्धार खोइदिन। ट्रकसँग बङ्गालीलाई कति गाडी पनि आइपुग्यो यहाँ काँटा रहेको छ। धर्मकाँडा वेट गर्ने अब ट्रकहरू वेट गर्छ कति छ ओभरलोडेड छैन पुरै त्यति ओभरलोडेड हुन्छ। सामान बोकिनेरी हाल्छन् क्या। म कहाँ उताबाट आफूले निस्किनु पर्ने मान्छे है उहाँ कहाँ निस्किँदो उहाँ राम्रो निस्किँदो जङ्गल छिरे भाग्ने भेट्यो भने सकिन्थ्यो त्यही नै। बसपार पनि आइपुगिसक्यो। अब एकलट नारायणी रिभर घुमेर चाहिँ सिक्जिल्यान्डबाट छ्यास बसेर सरासर जान्छु। आयो पोखरा बसारको ओह्रालो आयो। पोखरा बसारको भिडियो पनि देखाइयो होइन। अब चाहिँ म नारायणी रिभर साइड जान्छु। ड्याम साइड पनि घुमिसक्यो नारायणी एन्ड सो भनेपछि मैले भनेको कुरा चाहिँ 10वटा टाइप पुरा गर्नु छ। अनि नारायणको सल साइड हेर्नु गयो त्यो बवाल देख्यो भने डिएसएलआर क्यामेरा भयो त्यो दामी देखाउँथेँ म तपाईँहरूलाई होइन। यस्तो बवाल छ भने बवाल छ ल।